आमा के बसिराख्नु भएको छ कि क्या हो? म त आइपुगेँ नि तपाईँकी छोरी जेठी। ठिकै छ नि आमा। अनि तपाईँलाई चाहिँ सन्चो छैन कि क्या हो? के भएको छ? ज्वरो आएको? फोनमा त केही भन्नुभएको थिएन। अनि त्यस्तै त अनि अब ढाड दुख्ने, टाउको दुख्ने त्यस्तै त अनि। अनि छोरा बुहारी चाहिँ कता गए? छोरा बुहारी काममा गए। ए अनि खाना खाइसक्नुभयो? 11 बजिसकेछ। खाइसक्यौँ। ए म पनि यहाँ नानीहरू पठाएर एकछिन यसो भेटौँ भनेर आएकी थिएँ। अनि तेरो घरतिरको चाहिँ के छ खबर? के हुनु, ज्वाइँ यसो केही गर्नुभन्दा केही गर्ने होइन, बस्यो खायो त्यस्तै छ हौ आमा। केटाकेटी पढ्छन्। अनि सन्चै छ सबैलाई? सन्चै छ। अनि तपाईँ चाहिँ कहिलेदेखि बिरामी हुनुभएको? भयो 2-4 दिन। ए अनि के दबाई गर्न लाने कुरो के गर्छन्? दबाई गर्न जानुपर्ने अब। ए अनि के अहिले चाहिँ केही दबाईहरू खाँदै हुन्छ कि हुनुहुन्न कि? दबाई खाँदैछु अलिअलि। अहिले भएको छैन, अब फेरि जानुपर्ने। ए कहाँ गएर दबाई खानुभयो? जानु पर्यो नि, विराटनगरै जानु पर्यो। यता हुँदै गएर भएन। ए अनि अरू त ठिकै छ नि? खाना त बेलैमा दिन्छ नि बुहारीले? दिँदैछन् बेलैमा। ए दिएनन् भने यसो हामीलाई भन्नु, हामी सम्झाउँछौँ। ल अझै त दिँदैछन्, अब के गर्छन् त्यहाँदेखि पछाडि। ए अनि अरू त ठिकै छ नि? ठिकै छ। अनि नाति नातिना त देख्थिनँ त, कता गयो केटाकेटी? नाति नातिना गए पढ्न। ए ल ल आमा, म पनि एकछिन यहाँ तपाईँलाई भेटौँ भनेर आएको थिएँ।